एक साँझ जब सूर्यको लालिमाले जंगलका पातहरूलाई सुनौलो रंगले पोद्दै थियो, एउटा मृग शान्तिपूर्वक चरिरहेको थियो। त्यसको आँखामा निर्दोषता र मनमा प्रकृतिप्रतिको अगाध प्रेम झल्किन्थ्यो। तर यो शान्ति धेरै बेर टिकेन। जंगलको गहरौं मौनता चिर्दै एउटा बाघ बिजुलीको गतिमा निस्कियो, त्यो मृगलाई आफ्नो शिकार बनाउन आतुर। मृगले आफ्नो प्राण जोगाउनका लागि सारा शक्ति लगाएर दौडियो। वनका बुट्यानहरू, सुकेका पातहरू र चिप्लो माटोलाई छिचोल्दै त्यो अगाडि बढ्यो। मृत्यु उसको ठिक पछाडि थियो, सास फेर्ने फुर्सद पनि थिएन। तर भाग्यले उसको परीक्षा अझ गाह्रो बनाइरहेको थियो। दौड्दै जाँदा अगाडिबाट एक शिकारी देखा पर्यो, जसको काँधमा बन्दुक र आँखामा शिकार गर्ने लोभ प्रष्ट देखिन्थ्यो। मृग फेरि डरायो, दिशा बदल्यो र फेरि दौडियो। आँखा चिम्लेर भाग्दै गर्दा अगाडि डरलाग्दो दृश्य देखियो। जंगलमा भीषण आगो दन्किरहेको थियो। आगोको लपका आकाश चुम्दै थिए, धुवाँले चारैतिर ढाकेको थियो। अब तीनै दिशा बन्द थिए, पछाडि बाघ, अगाडि शिकारी र दायाँतिर आगोको भयानक पर्खाल। बाँच्ने कुनै बाटो थिएन। मृग थाक्यो, उसका खुट्टाहरू गलेका थिए। अगाडि एउटै मात्र विकल्प थियो, एक अज्ञात र सम्भवतः अन्तिम बाटो। उसले हिम्मत हारेन, मनमा बाँच्ने एउटा सानो आशको किरण बोकेर अगाडि बढिरह्यो। अन्त्यमा ऊ एउटा विशाल समुद्रको किनारमा आइपुग्यो। अगाडि अथाह पानीको निलामी, पछाडि मृत्युको चक्रव्यूह। अब भाग्न असम्भव थियो। मृग निसासिएको थियो, उसका आँखामा आँसु भरिएका थिए। उसले आफ्नो जीवन अब समाप्त भयो भन्ने ठान्यो। त्यो क्षणमा उसले सारा आशा गुमाएर भगवानको नाम लियो र शान्त भएर समुद्रको किनारमा बस्यो। उसले आफ्नो भाग्य भगवानको हातमा सुम्पिदियो। ठिक त्यही बेला शिकारीले गोली चलायो। उसको उद्देश्य मृग थियो, तर कसैले कल्पना नगरेको एउटा चमत्कार भयो। गोली हावालाई चिर्दै आयो र मृगलाई लखेटिरहेको बाघलाई लाग्यो। बाघ एकैचोटि ढल्यो। मृग सुरक्षित थियो। जीवनको शिक्षा। जीवनमा कयौं पटक यस्तो समय आउँछ जब हामी चारैतिरबाट घेरिएका हुन्छौं, जहाँ कुनै आशाको किरण देखिँदैन। तर यदि हामीले धैर्य गुमाएनौं र विश्वास राख्यौं भने अदृश्य शक्तिले हामीलाई असम्भव लाग्ने अवस्थाबाट पनि बचाउँछ। विश्वास नै त्यो शक्ति हो जसले हाम्रो रक्षा गर्छ, यस्तो तरिकाले जुन हामी कल्पना पनि गर्न सक्दैनौं। तपाईलाई यो कथा मन परेमा कृपया लाइक, कमेन्ट र सब्स्क्राइब गर्न नबिर्सनुहोला। तपाईको साथले अझै धेरै प्रेरणादायी कथाहरू ल्याउन हामीलाई ऊर्जा मिल्नेछ।